कि जेन्सा मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँले रातो ठुलो टिका लगाउनु भयो भने चाहिँ एकदम तपाईँ राम्ररी देखिनुहुन्छ है त भाउजू। अनि तपाईँलाई पनि म एउटा कुरा भन्छु होइन, तपाईँलाई पनि यहाँदेखि काजल यसरी लगायो भने कति राम्रो देखिन्छ, कति राम्रो देखिन्छ। साँच्ची भन्दाखेरि यो काजल होइन हौ, यो काजल माथिदेखि यहाँदेखि लाउँदा कति राम्रो देखिन्छ। यहाँसम्म कहाँसम्म लाउनु पर्छ? यहाँसम्म। अनि नि जेन्सा तपाईँलाई मैले अहिलेसम्म कहिले भनेको थिइनँ कि मैले गाजल रातोमा राम्ररी भइहालेँ। अब तपाईँले नि यस्तो यहाँ यस्तो तपाईँको लिप्स कस्तो राम्रो छ नि त, लाइनर भएको अलरेडी छ नेचुरल होइन लाइनर। तपाईँले रेड कलरको लिपस्टिक चाहिँ यस्तरी यहाँदेखि यतिसम्म लगाउनु भाउजू। तपाईँले त मलाई भन्नु भएन, अब तपाईँले चाहिँ यहाँ यसरी गोलो यत्रो यत्रो ब्लस लाउनु भने कस्तो राम्रो देखिन्छ, कस्तो राम्रो देखिन्छ। तपाईँलाई ब्युटिफुल ब्युटिफुल। खै ब्लस कहाँ छ? मैले ब्लस लगाइसकेँ कि अब तपाईँले पनि नि तपाईँको यो दुईवटा आइब्रो चाहिँ टक्क यसरी यहाँ जोडिएको नि त, त्यो के अरे काजलको जस्तो छ नि त्यस्तै हो। तपाईँको यहाँ जोड्नुभयो भने तपाईँलाई एकदम राम्रो देखिनुहुन्छ। लु रोकिसक्यो भाउजू। तपाईँलाई त अर्को कुरा भन्नै बिर्से, यहाँ हेर्नु न। अब तपाईँले यत्रो लिपस्टिक पनि लाउनु भएको छैन होइन, अब लिपस्टिक चाहिँ यसरी यहाँदेखि यसरी लाउनु भयो भने चाहिँ ब्युटिफुल झन्। अनि यो गाजलको थोरै जुङ्गा मार्नु ब्युटिफुल ब्युटिफुल है ब्युटिफुल। कहाँ छ लिपस्टिक? म चाहिँ अब धेरै राम्री भइसकेँ कि लगाएर। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँको लामो कपाल छ नि त, तपाईँले यस्तरी जुरो पारेर यहाँनिर जुरो पार्नु भयो भने चाहिँ ला तपाईँलाई चाहिँ एकदम राम्रो देखिन्छ। म त यो भिडियो भए जस्तो लाग्यो त्यही भएर तपाईँले यसरी पुरा कपाल जुरो पारेर चाहिँ यहाँनिर कि यहाँ टुप्पीमा यसरी अगाडि ल्याएर यस्तरी फर्काएर यस्तरी 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 पारेर बाँध्नु कि कपाल यसो आएको छ भाउजू। अनि तपाईँलाई के यसरी दुई चुल्ठी बाँध्दा कति राम्रो देखिन्छ। के भन्नु छोडिदिउँ, यसरी बाँध्नु कि यहाँ दुईटा कति राम्रो देखिन्छ ल। कति राम्रो देखेको तपाईँलाई। तपाईँलाई मैले अहिलेसम्म कहिले भनेको थिइनँ कि तर तपाईँले माथि र तल दुईतिर गाजर यहाँसम्म लाउनु हो भने चाहिँ राम्ररी देखिनुहुन्छ। एकदम भेरी भेरी ब्युटिफुल, भेरी भेरी ब्युटिफुल एकदम मजा। तर देखिएर चाहिँ एकतिर अलिक मजाले लागेको छैन। अलिक अगाडि अनुहार देखाउनु त तपाईँको ठिकै छ त्यतिको भाउजू। अनि तपाईँलाई पनि यहाँदेखि तलदेखि यहाँ गाजर लाउनु पनि कस्तो सोच यहाँसम्म है। अनि जेन्सा तपाईँलाई मैले कहिले भनेको थिइनँ कि आज भनेको तपाईँको यो आइब्रो चाहिँ यस्तो 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 भएर यहाँसम्म पुगेको चाहिँ नि तपाईँलाई एकदम धेरै राम्रो देखिन्छ क्या। त सुन्तली जस्तो भइहाल्यो भाउजू। तपाईँले त मलाई साह्रै राम्रो बनाइदिनु। कस्तो राम्रो देखियो क्या तपाईँलाई त्यो आइब्रो चाहिँ कति सुहाएको। अहिले त एकतिरको चाहिँ अलिक कम्ती लागेको छ तर राम्रो सुहाएको छ मान्छेले क्या। अनि तपाईँलाई त नि यसरी उल्टो पारेर यसरी यहाँदेखि गाजर लगाएको कति राम्रो देखियो। यहाँदेखि यसरी डिजाइन रोकिसक्यो। बरु म टिका लगाउन सक्छु। गाजल चाहिँ बरु क्यान्सल गरौँ कि बरु तपाईँको निधारको खाली रहेछ। टिका चाहिँ दसैँ त यत्रो ढ्याम्रो यत्रो ढ्याम्रो कस्तो राम्रो देखिन्छ। झन् मेकअप नि कति राम्रो देखिन्छ। लाउनु न ल। हस् मैले चाहिँ अब ठुलो टिका पनि लगाएर आइसकेँ। मेरो नन्दले भनेको मैले मानेको आज होइन। कति राम्रो देख्नु भएको छ। तर मलाई यस्तो चुडेल जस्तो बनाइदिनु भयो नि। बरु यो सरक्क मुख धोयो केही नलगाउँदा म राम्री देखिन्थेँ कि। तर उहाँको कुरा मानेर चाहिँ म एकदम यस्तो यस्तो सुन्तलीको जस्तो कपाल अनि यो मलाई एक्सचेन्ज अलिक धेरै नै दिनुभयो क्या उहाँले। मैले त्यस्तो साह्रो पारेको छु। यहाँ मलाई झन् हनुमान जस्तो हनुमान त चाहिँ भयो भने मलाई चाहिँ के हो यो मन्जुलिकाले जस्तो यस्तै गर्छ एउटा चुडेलको फिल्म आजको च्यालेन्ज चाहिँ हाम्रो सक्यो। तपाईँ के भन्न चाहनुहुन्छ? अब त केही भन्न चाहे अर्को पालि पनि अब यस्तै भएर गर्नुपर्छ। हजुर राष्ट्रै राम्रो देखेको छ तपाईँलाई चाहिँ। थ्याङ्क यू तलको गाजरले पनि। थ्याङ्क यू भेरी मच। आजको च्यालेन्ज चाहिँ यही सक्यो है। बाई बाई।